फ्लाइटमै बसेर चप्पल आएर टेक्नोक्यूको कम्पनीको स्टाफहरू हामी यहाँ पिउन चाहिँ हामी चाहिँ आज यहाँ भोज हाम्रो कम्पनीको दाइले बाजेले भोज दिनुभयो हाम्रो चाहिँ अनि मेरो भिडियो चाहिँ धेरै पछि आउँछ है युट्युबमा टक्क लाएर हाम्रो दाइले गम खाएको भिडियो आउँछ गम खाएको भिडियो आउँछ मान्छेहरू टन्नै छ आज दाइहरू हुनुहुन्छ यहाँ आज चाहिँ रमाइलो हो नि त होइन दसैँ लाग्यो तिहार लाग्यो र गाइस म पनि खाना सुरु गरेँ मोटाइ छ यार गौतम दाई मोटाइ छ म त ढल्न आँटेको छ मोटाएको ढल्न आज केकले मात्र केक र पेप्सीले नै उही ढल्थ्यो कहिले ल्याएर आज त भात रोटी चट्ट लाएर चाउचाउ आलु मास टक्क लाएर खाइदियो आज मैले त्यो इन्जिनियर त केक खुवाएछ र बाँच्यो मजाको उडा मलाई है त्यो पक्नु युट्युबमा हो कि डाइरेक्ट त्यो सबै त लगाइदिन्छ टक्क लाएर दाइहरू हुनुहुन्छ दाइहरूले मेरो बेजत उडाएर खायो 3 दिनसम्म पुग्ने हाल्दैन मनी देखाउ त भागमा देखाउ त ए बिरालोले नाग्न नसक्ने छ हाम्रो खलाउनु भएको चाहिँ दाइले हुनुहुन्छ खलाउनु भएको चाहिँ अनि दाइको तर्फबाट बाजेको तर्फबाट आज पार्टी हो यो चाहिँ सब्जी ल्याउनु नि बिहान यो लिएर आउनु रे अब गएर पकाइँदैन त्यति पोका पार्दैन रे अचार हो नि हाल्दिनु दाबैले बनाएको छ कसले छिटो भयो मलाई अचार खाएर विचार नगर्नु है मिठो छ अचार लाइनमा हानिहाल्ने हो छोड्नु न हानिहाल्ने त अब नि म फेरि आउनु लाग्थ्यो त्यो मनोजुर के लड्डु है सुजीको डल्लो पारेको रहेछ तपाईँले गरम गरम पुरी त्यो सेकेन्ड दाइले 30वटा खाइसक्यो पुरी दाजु पुरी भयो मलाई यता दाइला भने यता दाइला भर्खर पुरी ल्याऊ भनेको सुनेको 30वटा भन्दा बढी खायो 30वटा भन्दा गौतम दाइले 30वटा भन्दा बढी खाइसक्यो कस्तो दामी बनाएको हो हजुर हालिदिनु म त चल्छ खाइदिने हो यहाँ चाहिँ 30वटा जति खान्छ होला यसले तीन दिन खाँदैन अनि 1 महिना पुरी चाहिँ टाइट भएछ हो गरम गरम पाएछ अहिले अहिले चाहिँ गरम हो पहिलाको त सक्यो अर्को कार्टुन चाहिँ यो रसगुल्ला हालिदिनु न हालिदिनु त अझै एउटा हालिदिनु अझै हाल्दिनु अझै हाल्ने हालिदिनु एउटा भयो 125 पिस त बिगारे पहिला के को लास्टको फोन पनिर ल्याएर बनाएको कि अब हैन यही दुध फालेको अनि त्यसलाई म लड्डुमा मिसाइदिएँ के भन्छन् दहीको लड्डु सब्जी लिएर गौतम सरले ल्याउँ है के लान्छन् खाइ
गौतम दाइलाई त पुरी दिएर आइदिनु कि 30 वटा भन्दा बढी खान्छु भने हमारा भैया जी का ये ट्रेडिशनल इंडियन डिश सारे का सारे इंडियन डिश सारे का सारे हेलो गाइज अनि मैले खाएर सकिसकेँ होइन अब यहाँ सबैजना सकिसक्यो अब चाहिँ टक्क लाएर त्यस भएको सामानहरू उठाएर टक्क लाएर जान्छौँ हामी चाहिँ तलतिर तल गएर सबै एकै ठाउँमा राखेर लास्टै घाँटी दुख्यो भनेको किन खै टन्सिल हुन ला जस्तो लाग्यो अनि हाम्रो चाहिँ दाइको आज चाहिँ वर्षैपछि खोलाउनु हुँदो रहेछ बाजेले चाहिँ म चाहिँ अब मेरो चाहिँ फर्स्ट टाइम जुन त फर्स्ट टाइम यहाँ अनि त्यही माथि फर्स्ट टाइम म पनि आज ड्युटी धेरै लामो साइडमा थिएँ अनि साइडमा थियो आज धेरै काम थियो टिभी सिभी लिएर बस्नु त अनि अहिले चाहिँ ढिलो भयो 9 बजिसक्यो अब नेपालको त 12 बजिसक्यो 12:30 हुन लागिसक्यो नेपालको लगायत आजलाई यति अब भोलि भेटौँला होइन गाइज अब बाई बाई अब सबैजना त्यही हुनुहुन्छ अब यो सामानहरू बोकेर टक्क लगाएर जाइन्छ तलतिर सहयोग गरिदिनु पर्ने बिचरा दा अङ्कलहरू बुढो हुनुहुन्छ अब होइन 60 पुग्न लागिसक्यो बुढो हुनुहुन्छ अब अझै टक्क चेयरमा बसिसक्यो